मसँग आज त्यो रेडमी A4 प्याटर्न लक भएर आएको छ। मैले चाहिँ यो बनाएर भिडियो पोस्ट गरेको छु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। यसलाई चाहिँ मैले अफ गर्छु। यहाँ चाहिँ तपाईले गर्नुपर्ने हुन्छ भोल्युम पावर र भोल्युम प्लस बटन चाहिँ सँगै थिच्नुपर्छ। पावर छोडिदिनुस् एमआई लेखेपछि यतिकैमा भोल्युम थिचिरहनुस्। यहाँमा चाहिँ चार्ज कम भएर यस्तो चिन्ह दियो। अब चाहिँ चार्ज लगाएर विप डाटा गरेर कन्टिन्यू हाल्नुपर्छ तपाईले। सेट खुल्न हल्का टाइम लगाउने छ, 2-3 मिनेट जति। हल्का वेट गर्नु होला। सेट चाहिँ अन भइसकेको छ। त्यहाँ चाहिँ स्टार गर्नुपर्छ। त्यहाँ चाहिँ तपाईले भाषा छनौट गर्नुपर्छ। मैले चाहिँ अंग्रेजी चुज गरेँ अनि नेपाल चुज गरेँ। यहाँ चाहिँ मेरो सिम हालेको भएर त्यहाँ अगाडि बढ्न सकेन। मैले चाहिँ सिम निकाल्नुपर्छ अब। मेरो सेट चाहिँ फाइनल भइसकेको छ। कस्तो लाग्छ तपाईहरुलाई सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला। साथै सब्स्क्राइब गर्न नभुल्नु होला। मैले नयाँ भिडियो पोस्ट गरेर ल्याउने नै छु। त्यसको लागि सब्स्क्राइब गर्नु होला। हस्, धन्यवाद।